Jungle. जय मसी जोचोलपा अनि आज मिति 2082 साल पुष महिनाको 7 गते हामी कोलोनिया खोकना डोबाको मण्डली परिवार तपाईहरुको बीचमा यो बडा जन्मोत्सव ख्रीष्ट जन्मोत्सवको सुसमाचार शुभ खबर लिएर हामी फेरि पनि आइसकेका छौं। गत वर्ष पनि हामी आएका थियौं र फेरि पनि आएका छौं। अनि यो सुसन्देश सुसमाचार तपाई हामी सबैको लागि हो। अनि भर्खर तपाईले गीत सुन्नु भएको छ शुभ खबर। अनि साथै यो सुन्नै पर्छ सुन भनेर। हुन्छ हामी यो कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन गइरहेका छौं र यो कार्यक्रमको लागि शुभ प्रार्थना गर्नको निम्ति हाम्रो कोलोनिया खोकना डोबाको मण्डलीका एल्डर म बसन्त दाजुलाई यो समय दिनेछु। प्रार्थना गरौँ। जीव परमेश्वर तपाईँ धन्यवाद चढाउँछौँ आजको समयको लागि। यसरी यस ठाउँमा आज तपाईँको जन्मको विषयमा प्रचार गर्नलाई हामीलाई ल्याउनु भएको छ, धन्यवाद छ। यो कार्यक्रम सबै सुरुदेखि अन्तिम समयसम्म तपाईँको उपस्थितिमा हामी गर्न सकौँ र हामीलाई सहायता दिनुहोस्, सुरक्षा दिनुहोस्। सबै कुराबाट तपाईँलाई महिमा मिलेकोस्। जो त्यसले सुन्दै हुन्छ हरेकलाई बुझ्दै दिइदिनुहोस्। हामी जसले यहाँ जिम्मेवारी निभाउँदैछौँ अनि गाउन बजाउन नाच्नलाई अनि तपाईँको सन्देश छर्नलाई सहायता तपाईँको आत्माको अभिषेकमा राख्नुहोस् भने सबै बिन्ती प्रार्थना दिनुहोस्। खुसी लाउनु धन्यवाद छ। हामी फेरि पनि हाम्रो बीचमा धेरै गीतहरू छ, डान्सहरू छ। तपाईहरु कोही पनि छिटो घर नगइदिनु होला अनि हेरेर जानु होला। लामो पनि गर्दैनौँ हामी छिटोभन्दा छिटो सकाउने प्रयास गर्छौँ। हामी पहिलो भजन 511 त्यसपछि अर्को गीत हामी गाउँदैछौँ, इमानुएल जन्मे भन्ने। धन्यवाद।
जन्मेगोत्रमा प्रभु हाम्रो जन्मेगोत्रमा प्रभु हाम्रो झोलीको गोठाला दर्शनमा आए यीशुलाई देखियो रमाए झोलीको गोठाला दर्शनमा आए यीशुलाई देखियो रमाए पापो छेउमा जीवन पाए पापो छेउमा जीवन पाए सबैको लागि नै मुक्ति ल्याए सबैको लागि नै मुक्ति ल्याए छुछु भयो नि जाडो स्वर सबैले बोलौ सारो हुँदैन कसैलाई गाउन गाह्रो जन्मेगोत्रमा प्रभु हाम्रो जन्मेगोत्रमा प्रभु हाम्रो स्वर्गलाई छोडी जगमा आए हिँड्दै गरी गाईको खोज्दै स्वर्गलाई छोडी जगमा आए हिँड्दै गरी गाईको खोज्दै प्रियजन कसैले ठाउँ तपाईँलाई प्रियजन कसैले ठाउँ तपाईँलाई आफ्नैले लत्याए हजुरलाई आफ्नैले लत्याए हजुरलाई छुछु भयो नि जाडो स्वर सबैले बोलौ सारो हुँदैन कसैलाई गाउन गाह्रो जन्मेगोत्रमा प्रभु हाम्रो जन्मेगोत्रमा प्रभु हाम्रो इमानुएल जन्मेगोत्रमा यही सन्देश सुनाउन आयौँ हामी तिम्रो दुवारमा कतैबाट ख्रीष्ट उडैमा आयौँ हामी तिम्रो दुवारमा कतैबाट ख्रीष्ट उडैमा कस्तो चिसो मौसममा पनि जन्मे येशू ख्रीष्ट पापी मानिस जातिसँग लगाउन छोको प्रेम कस्तो चिसो मौसममा पनि जन्मे येशू ख्रीष्ट पापी मानिस जातिसँग लगाउन छोको प्रेम इमानुएल जन्मेगोत्रमा यही सन्देश सुनाउन आयौँ हामी तिम्रो दुवारमा कतैबाट ख्रीष्ट उडैमा आयौँ हामी तिम्रो दुवारमा कतैबाट ख्रीष्ट उडैमा सिरसिरे बातासले यो गोठमा पुग्दो थियो सानो बालक यीशु राजा
साथै गीत पनि गायौँ हामीले चिसो चिसो मौसमको बारेमा। अनि मौसम चिसोले छ, जाडोको महिना छ। हामी अहिले जाडोको महिनामा हामी टाढो एउटा डान्स हेर्नेछौँ। त्यस कारण म बहिनीहरूलाई आग्रह गर्दछु त्यहाँबाट तयार बस्नु होला है। एउटा डान्स छ, त्यहाँबाट कृपया धेरै बस्नु होला। Thank you.
छ क्वायर टिमलाई। अनि यो समय हामी क्रिसमसको तपाईँहरूलाई एउटा छोटो शुभकामना हामी बाँड्न गइरहेका छौँ र क्रिसमसको शुभकामना बाँड्नको निम्ति हाम्रो कोर्निया खोक्नाबाट मण्डलीका पास्टर नवीन खड्गीज्यू आउँदै हुनुहुन्छ। तपाईँहरूको बिचमा छोटो खोकनावासी दाजुभाइ दिदीबहिनी आमा बुवाहरू सबैजनालाई कोइनुनिया खोकनाबाट मण्डलीको तर्फबाट यहाँहरू सबैजनालाई जोरजोरलप्पा नमस्कार। साँच्चै नै हामी हरेक वर्षमा यसरी हजुरको आँगनमा यसरी विशेष ख्रिस्ट जन्मोत्सवको कार्यक्रमहरू लिएर आउनुबाट हाम्रो लागि बडो आनन्दको खुसीको खबर छ भन्दाखेरि चाहिँ हामीलाई यो उत्साहको कुरा छ भन्दाखेरि हजुरहरूको लागि पनि एकदमै आश्रित र कुरा हुनेछ भन्ने कुरा हामी पूर्ण रूपमा विश्वस्त छौँ। आज 2500 वर्ष अगाडि येशू ख्रिस्टको जन्मबारे बाइबलमा कोट गरेको कुराहरू कसरी येशू ख्रिस्टको जन्म भयो र येशू ख्रिस्ट जन्मनु हुँदाखेरि कसरी र कुन तरिकाबाट जन्मनु भयो भन्ने विशेष आज बाइबलको सत्य कुराहरू केही कुराहरू हजुरको बिचमा राख्ने यो अवसर हामीले पाएका छौँ। संसारमा धेरै मानिसहरूको जन्म भयो, धेरैभन्दा धेरै मानिसहरू जन्मिवस्था भएको भए तापनि आजसम्म पनि कुनै पनि हामीले त्यस्तो व्यक्ति जन्म भएको कुराहरू सायद कसैलाई पनि थाहा नहुन सकिन्छ। बाइबलमा उल्लेख गरेको कति भन्ने पुस्तक 1 अध्यायको 18 देखि लिएर हामी 25 पद 23 पदसम्म चाहिँ येशू ख्रिस्ट भन्ने परमेश्वरको पुत्र येशू ख्रिस्टको जन्म कसरी भएको हो भन्ने कुरा चाहिँ यसमा स्पष्ट रूपमा पाउँदछौँ। आज परमेश्वर भएर पनि परमेश्वरको पुत्र मानिसको पुत्र भएर आउनु भएको कुरा, परमेश्वरको पुत्र मानिसको पुत्र भएर किन आउनुभयो भन्दाखेरि चाहिँ ताकि मानिसको पुत्र पनि परमेश्वरको पुत्र हुन सकेको होस् भनेर चाहिँ येशू ख्रिस्ट चाहिँ परमेश्वरको रूपमा भएर पनि उहाँ मानिस भएर जन्म भएको कुरा हजुरको बिचमा राख्ने यो हामीले अवसर पाएका छौँ। यसरी लेखिएको छ, येशू ख्रिस्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको बिहा हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएको थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परम प्रभुका दूत देखा परे र उनलाई यसो भने, योसेफ दाउदको छोरा तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। अगम वक्ताद्वारा परम प्रभुले बोल्नु भएको वचन पुरा हुनलाई नै यी सबै भएका हुन्। हेर, एउटा कन्याले गर्भधारण गर्नेछ र त्यसले एउटा पुत्र जन्माउनेछ र उहाँको नाउँ इम्मानुएल राख्नेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। परमेश्वर मानिसहरूको बिचमा मानिसको पुत्र भएर जन्मनु भएको यो विशेष ख्रिस्ट जन्मोत्सव कार्यक्रम हो। मानिस जातिले परमेश्वरको विरुद्धमा गरेको पापको कारणले गर्दाखेरि ती परमेश्वर र मानिसको बिच सम्बन्धहरू टाढा भएको कारणले गर्दाखेरि ती सम्बन्धहरू पुनर्मिलाप गर्नुको लागि चाहिँ परमेश्वरले एक मात्र आफ्नो पुत्रलाई मानिस भएर जन्मनुको लागि संसारमा पठाउनु भएको कुरा चाहिँ हामी यहाँ थाहा गर्न सक्छौँ। किन येशू ख्रिस्ट जन्मनु भयो भन्दाखेरि चाहिँ उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुन्छ। हामीलाई बचाउनु हुने एउटा मुक्तिदाताको आवश्यकता थियो अनि उहाँ चाहिँ मुक्तिदाता भएर जन्मनु भएको खबर चाहिँ हामी बाइबलमा पाउँदछौँ। अनि यो खबर चाहिँ आज हजुरको बिचमा नै हामी किन राख्दैछौँ भन्दाखेरि चाहिँ यो कुरा चाहिँ 2500 वर्ष अगाडि अथवा 2500 वर्ष अगाडि चाहिँ पहिलो सुसमाचार चाहिँ आफ्नो भेडा बाख्राहरू चरिरहेका गोठालाहरूको बिचमा येशू ख्रिस्टको जन्मको बारेमा चाहिँ बताउनु भएको थियो कि हेर नडराऊ। अब दाउद यहाँ लेखेको कुरा पढ्नु छ कि आज दाउदको सहरमा तिमीको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रिस्ट प्रभु हुनुहुन्छ।
येशू ख्रिस्ट एउटा मुक्तिदाता भएर जन्मनु भएको खबर चाहिँ आज ती गोठालाहरूको बिचमा मात्र नभइकन आज हामी सबै मानिसको लागि अति अपरिहार्य छ। यही खबर चाहिँ आज हामीले पाएका छौँ कि आज हामीले येशू ख्रिस्टलाई मुक्तिदाता भनेर विश्वास गरेको कारणले गर्दाखेरि हामीले मुक्ति पाएको कुरा चाहिँ त्यो मुक्तिको सन्देश चाहिँ आज हामीले हजुरको आँगनमा आएर पनि यसरी हजुरलाई यो शुभकामना क्रिस्ट जन्मोत्सवको बारेमा केही कुरा बताउने हामी तपाईँहरू सबैलाई यही नै अनुरोध गर्न चाहन्छौँ कि हजुरहरूलाई हामीले गरिरहेको यो क्रिस्ट जन्मोत्सव आउँदै गरेको यो 2025को क्रिस्ट जन्मोत्सव हामी 2000 यो आउने बिहिबारको दिन 10 गतेको दिन क्वालिने खोकनद्वारा मण्डली हाम्रो लक्ष्मीबहादुर दाजुको घर माथिको घरमा त्यहाँसँग हाम्रो सहज छ। तपाईँहरू सबैलाई हामी स्वागत भन्न चाहन्छौँ ताकि यस विषयमा अझै हजुरहरूले विस्तृत रूपमा यसको अर्थ के हो, किन हामीले येशू ख्रिस्टलाई विश्वास गर्नुपर्छ र येशू ख्रिस्टलाई विश्वास गरिसकेपछि त्यसको हामीले किन येशू ख्रिस्टलाई विश्वास गरेपछि हामी मुक्ति पाउँछौँ, पाप क्षमा पाउँछौँ भन्ने कुराहरू तपाईँहरूलाई चाहिँ अझ थप जानकारी पाउनुहुनेछ। म तपाईँलाई सबैलाई यो अनुरोध गर्न चाहन्छु कि यो क्रिस्ट जन्मोत्सव कार्यक्रममा हजुरलाई शुभकामना टक्राउन चाहन्छु र हाम्रो आउँदै गरेको कार्यक्रममा पनि हजुरलाई स्वागत भन्दै यो आजको हाम्रो क्रिस्ट जन्मोत्सव यो क्यारोल कार्यक्रममा हामीले सानो यो मन्तव्य राख्दै यहाँबाट बिदा हुन चाहन्छु। फेरि पनि सबैलाई जय मसीह जो जसलाई पा म बाँकी सबै हाम्रो सुन्तला दिन दिन्छु। हेलो, धन्यवाद छ पास्टर दाजुलाई। यो सबै हामी फेरि पनि एउटा डान्स हेर्नेछौँ। मलाई आशा छ तपाईँहरू फेरि पनि डान्स हेर्न तयार हुनुहुन्छ। यो सबै डान्सको लागि म भाइ बहिनीलाई अवस्थामा
खुसीलाई छायो यो जग सारा अनि यो डान्सको लागि म श्रीदेवी बहिनीलाई यो आग्रह गर्न चाहन्छु। उहाँ आउनुहुनेछ, फेरि पनि हाम्रो बिचमा डान्स प्रस्तुत गर्नुहुनेछ। लालु
क्यालेन्डरमा सुन्नुभयो होला 10 गते क्रिसमसको दिन हामी हाम्रो चर्च छ त्यहाँ आउनु होला। तपाईँहरू सबैले स्वागत छ। योभन्दा धेरै हामी रमाइलोहरू गर्नेछौँ, डान्सहरू गीतहरू सुन्नेछौँ। तपाईँहरू आउनुहोस् है, अप्ठ्यारो मान्नु पर्दैन। तपाईँ आउनुभयो पनि हुन्छ होइन। तपाईँ आउनु बित्तिकै हामी तपाईँ चर्च आउनु बित्तिकै तपाईँले च्याप्प समाटेर हामी तपाईँलाई क्रिस्चियन बनाउँदैनौँ। हेर्नुहोस् सुन्नुहोस् केही हुँदैन। तपाईँ आउनुहोस् है। 10 गते माथि हाम्रो चर्च छ अनि तपाईँहरू 11 बजीदेखि गीत सुरु हुनेछ। तपाईँहरू सबैजना आउनु होला। हामी तपाईँहरूलाई स्वागत गर्न तयार छौँ। त्यस कारण अब फेरि पनि अर्को हामी गीतहरू सुना सुना खबर सुना मुक्तिदाता जन्मेको हेर 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 एउटा तारा चम्कियो सुना सुना खबर सुना मुक्तिदाता जन्मेको हर्षले पूर्ण जगति भयो मुक्तिको सन्देशले उद्धारकर्ता प्रभु यीशुको जन्मको खबरले नडरमानी दुःखले उद्धारहरूलाई पापीको निम्ति जन्मनु भयो सुनाइन्छ सबैलाई हेर 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 एउटा तारा चम्कियो सुन सुन खबर सुन मुक्तिदाता जन्मेको हेर 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 एउटा तारा चम्कियो सुन सुन खबर सुन मुक्तिदाता जन्मेको ज्योतिषीहरू खोजिरहेथे ध्रुवका तारालाई खबर सुन मुक्तिदाता जन्मेको हेर 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 एउटा तारा चम्कियो सुन सुन खबर सुन मुक्तिदाता जन्मेको आउँदा जुलाई आउने बहिनी हिउँको त सबैलाई संसारको ज्योति हाम्रो उद्धारक
मुक्ति हामीलाई गीतमा सुनिहाल्नुभयो मुक्ति हामीलाई शान्ति हामीलाई अनि आनन्द हामीलाई। आजको कार्यक्रमको मूल सन्देश यही छ कि हामीलाई आनन्द दिन, शान्ति दिन र मुक्ति दिन प्रभु यीशु ख्रीष्ट संसारमा आउनुभयो र उहाँको जन्मदिनको कार्यक्रम क्रिसमसको बडादिनको सुसमाचार सुनाउन हामी यहाँ भेला भएका छौँ। यो मुक्ति, आनन्द र शान्ति हामीलाई मात्र होइन, समस्त मानिस जातिको निम्ति हो है। त्यसकारण यो सन्देश तपाईँहरूलाई राख्दै हामी यो कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अनि त्यसकारण तपाईँहरू सकेसम्म मिलाएर पुस 10 गते हाम्रो चर्चमाथि छ होइन, चर्च भवन छ, तपाईँहरू आउनुहोला। तपाईँहरू हामी स्वागत गर्न तयार छौँ। हुन्छ, हामी अब सायद तपाईँहरूलाई पनि खाना चिसो भइसकेको होला। हामी तपाईँको धेरै टाइम लिँदैनौँ। अब कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र यो कार्यक्रमको धन्यवाद र अन्तिम प्रार्थनाका लागि म फेरि पनि पास्टर दाजुलाई म यो समय बोलाउन चाहन्छु। हामी त्यसपछि केही समय हामी यहाँ नाचगान गर्नेछौँ। तपाईँहरू पनि हामीसँग भेला हुन सक्नुहुनेछ है। हुन्छ, त्यसले म बस्नलाई दिन चाहन्छु। बस्नलाई फेरि पनि तपाईँलाई जय बसे तथा नमस्कार। हामी यो कार्यक्रमलाई यही अन्त्य गर्न चाहन्छौँ। केही समय एकछिन नाच्छौँ होला। विशेष गरी तपाईँहरू सबैलाई यस्तो चिसो समयमा आएर हेरिदिनु भयो, त्यसको लागि तपाईँलाई धन्यवाद हामी दिन चाहन्छौँ। साथै तपाईँहरू पनि भाइ दिपेनलाई अनि हाम्रो निम्ति चाहिँ शुभकामना सन्देश दिने पास्टर नवीन दाजुलाई, साथै हाम्रो क्वायर टिम जो जति हामी छौँ सबैजना क्रिस्चियन भाइहरू सबैलाई चाहिँ हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। हुन्छ, अब प्रार्थना गरेर हामी छुट्नेछौँ। जीवित परमेश्वर, तपाईँलाई हामी धन्यवाद चढाउँछौँ आजको समय दिन सबै कुराको लागि। यस रातिको समयमा तपाईँ परमेश्वरले हामीलाई यसरी तपाईँको जन्मको विषयमा बताउने अनि सुनाउने मौका अवसर दिनुभयो। सुरुदेखि अन्तिम समयसम्म हामीको साथ हुनुभएको धन्यवाद छ। अनि तपाईँको उपस्थितिले हामीलाई ढाक्नु भएको छ। जति पनि यहाँ गीत भजनले हामीले तपाईँको जन्मको बारेमा प्रवचनले हामीले बाँधेका छौँ, सुसन्देश छरेका छौँ, जुन आज्ञास्वरूप हामीले दिनुभएको कुरा हो। अनि यो कुरालाई चाहिँ जतिले सुन्नुभएको छ एउटा आशिषको रूपमा स्वर्गीय शान्ति, आनन्द, सुरक्षा दिने प्रार्थना जीवित यीशु ख्रीष्टको नाममा ल। जय मसीह, नमस्कार सबैलाई, मेरी क्रिसमस एन्ड ह्याप्पी न्यु इयर।
लाउन आगो ताप्न आउ है सभ्यता चारो आफ्नो आँगन आएछ है बडा दिन क्रिसमस फर्केर आफ्नो आँगन आएछ है बडा दिन क्रिसमस फर्केर हामी सबै रमाउँदै खुसियाली मनाउँदै मुक्तिदाता जन्म्यो भनेर सम्झनामा रम्दैछौँ कति भव्य पन्थ्यो छ ईश्वर आए मानिस भनेर Audio Jungle.